छोरी बी पनि छैन आई पनि छैन हेर्नु न अब के भन्नु चक्कर लाएर ढलाउला के हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग भिडियो के छ सन्चै हुनुहुन्छ अनि फेरि पनि स्वागत छ सबैजनालाई मेरो युट्युब फ्यामिलीलाई फेरि पनि आइसके म सिर्जना न्यू डे अनि न्यू भ्लगको साथमा साथीहरू आज चाहिँ मेरो छोरीको बर्थडे आज चाहिँ म आमा बनेको दिन मेरो छोरी चाहिँ कम्प्लिट आज चाहिँ 7 वर्ष पुग्यो है अनि यिनी चाहिँ बर्थडे गर्ल यता सोफामा सुती छिन् टोपी सोपी लाएर अनि यता आज चाहिँ गाइज हामी के अरे डेकोरेसन गरिरहेछौँ छोरीको बर्थडेको लागि हल्का हुन्छ अहिले चाहिँ हामीले यहाँ ह्याप्पी बर्थडे लेखेको यसरी झुन्नाहाम अनि यता चाहिँ यसरी बलुन बन्दैछ गाइज अनि यो बलुन चाहिँ यिनले फुलाउँदैछिन् अनि दिदीले बान्ने दुई भाइले फुलाउने अनि यिनीहरूले बान्ने बलुन सो देख्न सक्नुहुन्छ अनि छोरी आज कति वर्ष पुग्यौ तिमी 7 वर्ष आज चाहिँ यिनी 7 वर्ष पुगिन् गाइज मेरो छोरी पनि अब ठुली भइसकिन् सानी पुकुली पनि ठुली भइसकिन् गाइज आज चाहिँ 7 वर्ष यिनी कम्प्लिट भइन् अनि आज चाहिँ हामी के गर्छौँ हाम्रो भ्लग भिडियो मार्फत तपाईँहरूलाई जानकारी दिने नै छौँ लास्टसम्म हेर्नु होला है त अनि आज के गर्छन् बुढाहरूले फुलाउँदैछन् सास सकिएको क्या हो तिम्रो के को सास ए बर्थडे गर्लले ह्याप्पी बर्थडे लेखेको यो टोपी लगाएर बसिरहेको छ नि यिनी चाहिँ सबर नभएर अहिले चाहिँ हामी केक पनि ल्याएका छैनौँ अहिले एकछिनमा ओहो टोपी देखाएको गरे कति राम्रो टोपी छ भाइ अनि यसरी भइरह यिनी चाहिँ रोनाल्डोको फ्यान हुन् गाइज रोनाल्डोले उसले भन्दैछ के चाहियो छोरी भन्दाखेरि उसले भन्दैछ रोनाल्डोसँग भेट्ने इच्छा छ अरे अनि रोनाल्डोसँग भेट्नलाई त बल खेल्न पर्छ नि त बुझ्यो अनि बल खेल्न पर्छ अब आउँछन् ल रोनाल्डोलाई बोलाउन त बर्थडेमा आफ्नो इङ्ग्लिसमा मैले देख्न सक्नुहुन्छ पुरै बाफिरहेको छ आगोमा पकाइदिइराखेँ ट्याक्क लाएर गाइस यहाँ आलु छिल्ने कार्यक्रम भइरह अनि यता कोही आँप खाइरहन् कुचु पारेर खै पाके एकचोटि च्वाप खाने त के खाइरहेको छौ छोरा के खाएको म्याङ्गो हो तिमी कति वर्ष पुग्यौ 1 वर्ष 1 वर्षको मान्छे हेर्नुहोस् गाई जसरी बोल्छन् मिङ्गो खान्छन् 1 वर्षको मान्छे यहाँ यस्तो छ यता चाहिँ भान्जी यता नानी आइसक्नुपर्छ सबैजना होइन आँप लिएर आँप बोकेर तिनी चाहिँ खाएर उता फाल्छिन् यिनीलाई त अब सबै चिन्छ होला यिनी चाहिँ मोटी हो यिनी चाहिँ ढ्याउसी हो ढ्याउसी मेरो बेइज्जत गरेर राख्नुहुन्छ कि तपाईले आलु पनि चिम्सी परे जुत्ता चप्पल हेर्नुहोस् गाइस आज हाम्रो घरमा मान्छे कति धेरै छन् यहाँबाट तपाईँहरू अनुमान गर्न सक्नुहुन्छ हैन जुत्ता हेर्नु न के खाएको छ र मिङ्गो ला देख्यौ 1 वर्षको पावर मेरो भान्जीलाई जस्तालाई त्यस्तै सबै दिदीले बिगारेको कसले हान्यो गरे कसले यो को हो सानी यो को हो को गरे अनि साइरो यस्तो फाल्ने होइन नि त्यस्तो फाल्ने होइन बाहिर हाम्रो अब बर्थडे सेलिब्रेसन सुरु हुँदैछ तर हेर्नु न डेकोरेसन गरेको भान्जाले 2 प्याकेट लिएर आएको बेलुन त्यो पनि फुटाए हेर्नु न यहाँ बी पनि छैन आई पनि छैन हेर्नु न अब के भन्नु बिना बिआईको बर्थडे आज मनाइन्छ छोरीको हेर्नु न अब बच्चा बच्ची भएपछि यस्तै हो गाइस अब यस्तै छ के गर्नु हेर्दै यस्तो हेर्नु बर्थडे गर्ल त यही हो मेरो छोरी हो यो बर्थडे गर्ल चाहिँ यही हो हेर्नु सक्नुहुन्छ गाइस तपाईँहरू होइन
मैले केक तपाईँहरूलाई भिडियो बनाइसकेको छु, तपाईँहरूलाई त्यो देखाउँछु म तपाईँलाई त्यो पनि भिडियो पनि त्यो पनि मैले आफ्नो छोरीको लागि मैले आफै बनाएको के केक चाहिँ। अब हेर्नु अब भिडियोलाई सुरुदेखि अन्त्यसम्म मजाले हेरेर साथ दिनु होला। अनि जो नयाँ हुन्छ गाइजहरू सबै त्यहाँहरू चाहिँ सब्सक्राइब एन्ड बेल आइकन प्रेस गरेर अनि लाइक कमेन्ट सेयर अवश्य गरिदिनु होला है। ल यति भन्दै गाइज म भिडियो सुरु गर्न थालेँ। लगाएर हेर्न सक्नुहुन्छ छोरी यस्तो नाचेको छैन, यति खुसी भएपछि आज छोरी चाहिँ पुरा खुसी छ। तर के गर्ने हेर्नु त गाइज, हेर्न सक्नुहुन्छ बी पनि छैन ए पनि छैन। हेर्नु अचम्म छ। अब आज पहिलो अब हुन्छ नि पहिलो बर्थडे सेलिब्रेसन हुँदैछ कि त्यसमा के त्यो भन्न खोजेन पागल। मैले भन्न खोजेँ के भनेपछि बिरा आइ भएको पहिलो भइरहेछ भन्न खोजेँ क्या। बिरा आइ नभएको बर्थडे चाहिँ पहिलोचोटि भइरहेछ गाइज, हेर्न सक्नुहुन्छ। सायद नेपालमा कसैको नि सायद नभएको हुनसक्छ गाइज होइन। अब नजिकै छ भएको भए त नजिकै भएको भए सायद गाइज अब लिएर आइन्थ्यो होला बिरा है। अब नजिक छैन गाइज, अब टाढा छ, टाढाबाट ल्याउनुपर्छ गाइज। अब यस्तै छ त्यही छ। मैले चाहिँ अचार गराइसकेँ बर्थडेको लागि, देख्न सक्नुहुन्छ। मासु पाकिरह यता चाहिँ सादा पुलाउ गाइस, पुलाउ केही नहालेको पुलाउ, सादा भात जस्तै। अलिक समृद्धि रेडी भएर बसेछिन्। केक पनि आउन लागिसक्यो गाइज। सामु कतिको एक्साइटेड छौ? ओइ सामु आयो आयो सिधै राखिदिने हो, सिधै राख्दै। अब काटिहाल्ने अझै नगर बिग्रिन्छ। बर्थडे गर्लको मेकअप हुँदैछ गाइज। उता पिग्लेला अरबिन मामालाई भनिहाल त। खाओ अब। भाई यहाँ पे क्या हो रहा है भाई? यहाँ पे क्या हो रहा है भाई? ये कहाँ फंस गया भाई मैं? भाई ये क्या हो रहा है भाई? तेरिका बत्ती नै गएको गाइज, बत्ती गयो के गर्नु मात्रै लाग्छ। यस्तो छ केकभरि। ओइ पुन्ते कोरियन बोय मेरो साइराको पोज आँखा झिमिक पारेछिन् है। त्यहाँ जाऊ तिमी बस। Happy birthday to you, समृद्धि। सबै लागि अलि यता छिटो छिट गरे हामी। गएको भाइ नानी हेर त, हात थाप ल ज्ञानी बन्नु, धेरै पढ्नु। अनि यो चोटि अरबिन अङ्कलले 3 तलाको बनाइछ त, अर्को साल त भाइ 5 तलाको। ल त गाइज आज चाहिँ यसरी बर्थडे सेलिब्रेसन गरिँदैछ है। अनि केक चाहिँ यही हो। अनि बाबुले बनाएको यो केक चाहिँ आफैले आफ्नै हातले एकदम प्यारसँग यसरी बनाउँदै हुनुहुन्छ। बाबुले चाहिँ बनाएर ल्याउनु भएको छ आफैले। अनि छोरी चाहिँ पुरा केक काटिराख के। अनि सबैले आशीर्वाद दिनु होला मेरो छोरीलाई ज्ञानी होस् भनेर है त।
सानो सपनामा तिमीलाई भेटे मिठो मुटु भित्रै बस्ने छोड्दिन नबनाउनु बर्थडे गर्ल त ठुसेर रिसाएर फेसेर कति केटी छ यो त हेर्दै के होला रे यस्तो ओए अञ्जलीलाई देऊ केक खाऊ न किन खान्नौ र तिमी त मान्छेलाई तिमी बिना पुरा हुँदैन बाबुलाई देऊ बाबुलाई देऊ हाँसो भन्दैमा चल्छ मेरा धडकन खै सबैलाई फर्लक काटेर गाइज बर्थडेको सेलिब्रेसन भइरहेछ यता चाहिँ हेर्नुहोस् है भ्युज बढ्नलाई होला अब कोही यता यसरी ढले खान कोही यता झोक्रे खान यता नै झोक्रेकै हो कि मोबाइल हेरे हो म त झोक्रेको भनेको थिएँ मलाई त सुन्न पनि दिएन नि यिनीहरूले यता ससुरा खै केमा बस्नु छ ल 2टा गिलास हो त्यही हो 170 कि कति 60 कोही यता पल्ट्यान ऊ बर्थडे गर्ल त यतै ढल्केछिन् अहिले त नयाँ लुगा लाएर ऊ त्यहाँ प्याक्के थिइन् प्याल्लै पछाडि थियो त्यही हो गाइज आजको भिडियो कस्तो लाग्यो भनिदिनु होला लास्टमा यसैमै टुङ्ग्यो हेर्नुहोस् गाइज 4 जना एउटा बियरमा बस्यो 3 जना म कहाँ हो दुईटा हो देखाइदैन त्यो डाँडाले मोर्चे अरे बाप रे लुकाइ राखेर रहेछ नि यिनीहरूले त ऊ त अर्को खाइसके हान फेरि उता हामीले खाएन यता चाहिँ हो भन ए मनु होइन मिले होइन मनु कहिलेदेखि ल त्यही हो गाइज आजलाई यति नै अर्को एपिसोडमा फेरि भेट्दै गरौँला तो बेसिक ट्रिक है एक तो लाइक और शेयर ठोक दीजिए महाकाल का दबा के लाइक और शेयर ठोक दीजिए 5000 लौटे दिख जाना चाहिए